गुड मर्निङ गाइज। आज यसो युनि जाँदैछौँ भाइ हाम्रो विशाल भाइ एके बड्डो। यो भाइ खतरा 10 कति जनवरीमा आएन तिमीहरू क्लास ऊ पनि आफ्नो युनि जानेछ, म आफ्नो युनि। मेरो युनि फेरि जङ्गलमा छ, अति पर छ केटा हो, लास्टै पर। त्यसपछि अब युनि जाँदैछौँ। जाडो अहिले खासै त्यस्तो छैन, तर बेलुका हुने काम चाहिँ हुनसक्छ। जाडोको त्यही हो। अब हामी जाँदै चाहिँ यसरी हो। यहाँ अलिकति बाटो क्रस गर्न गाह्रै छ। आज म डिफ्रेन्ट बाटोबाट जाँदैछु। हाम्रो बड्डो भाइ विशाल भाइ के छ त नि? सुन तिम्रो एसाइनमेन्ट गर्नु तनाव चाहिँ यहाँ मलाई पनि त्यही हो। मैले पनि अस्ति चाहिँ एसाइनमेन्ट भ्याएँ, तर सब्मिट गरेँ होइन। 28 डेडलाइन छ, आज 27 भइहाल्यो। डेडलाइन अनुसार सब्मिट गर्ने हो। यो मेरो सेकेन्ड ब्लग हो, सब्सक्राइब गर्नु होला। सकेसम्म सबैजनालाई सब्सक्राइब गर्न नआउनु होला। युकेमा यसबाटै पैसा कमाउँ कि भनेर सोचेको रे। केही छैन, जाडो छ। अब यताबाट हामी लाग्छौँ। यो चाहिँ बाटो फर्सेल लागिरहेछ। भाइ घर किनिदिने हो? एउटा घर त किन्नै पर्ने। दुईवटा रहेछ भाइ, एउटा तिमीलाई एउटा मलाई। ल 1 लाख पाउन्ड त हो। अब हाम्रो सब्सक्राइबरहरूले हामीलाई यसो सपोर्ट गर्नुहुन्छ, 1 लाख पाउन्ड डोनेसन हानिदिनुहुन्छ। के छ त? यो घर मात्र हो। हामी एउटा भाइलाई एउटा मलाई 2 लाख पाउन्ड हो क्या भाइ? अनि भाइ युके कस्तो हुँदैछ त? अनि युके टु बी अनेस्ट होइन, ठिकै छ। हामी सोचिरहेछौँ पडकास्ट ल्याउँ भनेर। हामी आफै स्टुडेन्ट बसेर यहीँ रुमको भाइको 10 महिनाको लगभग अब 1 वर्षको नै भनौँ न। अब त 1 वर्ष पुग्न लाग्यो। 1 वर्षको एक्सपिरियन्स सुनाउँछौँ होइन। कोही छ भर्खर आइरहेको, तिनीहरूलाई एक्सपिरियन्स सुनाउँछौँ होइन। त्यस्तो लिएर आउने सोचिरहेको छु म। सो द्याट कि अब बसेको बेला सबैजना बसेर त्यो हुन्छ नि गफ टाइपमा क्या, त्यस्तो पडकास्ट इन्टरनेसनल पडकास्ट जस्तो होइन। बसेर गफ मात्र गर्ने क्या, कस्तो भयो लाइफ, कसरी गयो, फर्स्ट विक के भयो। सो द्याट कि मान्छे जो आइरहेछ नि तिनीहरूलाई थाहा होस् क्या। धेरै मान्छेलाई थाहा छैन क्या। जस्तै म युके आउँदाखेरि मैले पनि रिसर्च गरेँ हो। भ्लग देख्यो भ्लगमा अब यो हुन्थ्यो कि यो मात्र भन्यो आज काम खोज्न गयो, आज यो गर्न गयो। तर फर्स्ट स्टेपदेखि लिएर यहाँ आएर के गऱ्यौँ, कस्तो गाह्रो भयो, त्यो थाहा हुनु पऱ्यो क्या। युके अरू कन्ट्रीभन्दा चाहिँ गाह्रै छ। किन भन्दाखेरि अब युकेमा अलिकति रुल्सहरू फरक छ क्या अरू कन्ट्रीहरूभन्दा। त्यही भएर चाहिँ विशाल भाइको चाहिँ एक्सपिरियन्स अलिकति ब्रिफमा एक्सपिरियन्स मेरो नेक्स्ट टाइम ए होइन, अलिकति ब्रिफमा। फर्स्ट आउँदाखेरि र यहाँ आउँदाखेरि के सोचिरहेको थियौ र के पाइरहेको छौ भनेर। अनेस्टली भन्नुपर्दा यहाँको एक्सपिरियन्स ठिकै भइरहेछ होइन। जुन मैले सोचेको थिएँ अप्लाई गर्नुभन्दा पहिले त्योभन्दा एकदमै डिफ्रेन्ट छ क्या। त्यही यहाँ युके यस्तो होला त्यस्तो होला, धेरै मैले एक्सपेक्टेसन राखेको त्यही बाहिर आयो पाउँछ होला, साथीहरू छ धेरै होइन, प्रिफरेन्स गर्दैछ होला, मैले धेरै सोचेको थिएँ। तर यहाँ आउँदा कोही आफ्नै मान्छेले नै नौलो हुन्छ क्या, कसैले रिफ्रेन्स गर्दैन। अनि जब खोज्नलाई यति धेरै स्ट्रगल गर्नु पऱ्यो, यति गाह्रो भयो होइन। जन्म जनवरी इन्टेकमा आएको थिएँ। तर फेरि ऊ चाहिँ वान अफ द लकिएस्ट पर्सन है। आउने बित्तिकै एउटा हुन्छ नि त, मान्छेको लक पनि हुन्छ नि त। किनकि आउने बित्तिकै 17 दिनमा जब पाउनु भनेको एनआई, अनि 17 दिनभित्रमा क्या। अहिलेसम्मको कसैले पाएन होला। मैले पाएको थिएँ, मैले पनि लगभग 20 दिनमा पाएको होइन। कसैले पाउँछ क्या। त्यो यस्तो हुन्छ नि झट्टाएर हानेमा परेको जस्तो। उसले चाहिँ फेरि पायो। वान अफ द लकिएस्ट हाम्रो घरमा। कति चाहिँ फेरि 5-6 महिना नपाउने पनि छ हाम्रो घरमा। त्यही भएर चाहिँ गाह्रो छ। खानपिन त्यस्तै रमाइलो छ हाम्रो। कुनै दिन हाम्रो त्यसको पनि भ्लग आउँछ है केटा हो, टेन्सन न। खानेकुरा अब यहाँ चाहिँ हाम्रो यो सेन्ट्रल एरिया भनौँ, वुलिच। अब यहाँबाट भाइ यता लाग्छ होला, म उता लाग्छु, केही छैन। बेलुका आएर भेट्नुपर्छ, बेलुका आएर मासु हान्नुपर्छ। यहाँ त मासु नै खाने हो जति जे गरे।
के हो अब यो गिटार हो कि भाइलिन हो मागाडक्स मान्छेभन्दा ठुलो छ त यही हो बाहिर विदेश जस्तो लाग्छ तर स्ट्रगल र रियालिटी चाहिँ अलिकति हिट गर्छ कुनैलाई तर हामी स्ट्रगल गर्न त आएको नि हो कि विशाललाई स्ट्रगल गर्न आएकै स्ट्रगल गर्नै पर्यो अगाडिबाट जाने कि यताबाट जाने ऊ त्यो बिल्डिङमा बस्ने हो पछि हामी सबजना दाजुभाइहरू अनि एक एकवटा फ्ल्याट आफ्नो नाममा हो मैले पहिले भनिदिइसकेको छु मसँग बस्ने सबैजनाको भलो होस् सबैजना उन्नति र प्रगति गर्नु त्यति हो अनि अरू त्यस्तै हो अब युनि यहाँबाट टक्क एलिजाबेथ चढ्ने हो एलिजाबेथ लाइन अलिकति फ्रेस मतलब सफा हुन्छ एज कम्पेयर टु अरू अब यहाँबाट एलिजाबेथ चढेर मेरो ठ्याक्कै 1.5 घन्टा लगभग 1 आवर 30 मिनट्स लाग्छ क्या युनि पुग्नलाई अनि आधी दिन त त्यसमै गयो भने यस्तो हुन्छ क्या किनकि 3 घन्टा आउन जान युनि गयो 3 घन्टा यो टाइममा युनि जान खुसी लाग्छ नत्र अरू बेला मेरो 3 बजी युनि हुन्छ केटा लास्ट किचकेट आउँछ युनिभर्सिटी अफ रोह्याम्पटन जाँदैछु जङ्गलमा मङ्गल गर्न जङ्गल हो सबले जङ्गलको कलेज हो भन्छ हो मलाई पनि किन जङ्गलको कलेज भन्छ भन्दा एकान्तमा छ अनि हाम्रो युनिको एउटा प्राइभेट एरिया छ क्या मतलब डियर पाल्या छ क्या जङ्गल टाइपमै कुनै दिन युनिको टुर पनि दिन्छु केटा टेन्सन नगर तिमीलाई हार्स रियालिटी देखाउँछु यहाँको यहाँ काम गरेर दाम पाइन्छ नि त्यसले चाहिँ सेटिस्फ्याक्सन दिन्छ है हो कि भाइ जुन काम जतिको मेहनत गरे खाऊ नि त्यसको जुन जब दाम पाइन्छ त्यतिको सेटिस्फ्याक्सन आउँछ कि आउँदैन भन त त्यो काम नपाएर चाहिँ फ्रस्ट्रेट हुन्छ कुनै बेला त्यति बेला चाहिँ फ्रस्ट्रेट हुनु भएन अरू त यस्तै हो लाइफ कट्ने हो कटुम अब भाइ उता लाग्छ म यता लाग्छु म चाहिँ यता लाग्छु भाइको त हिँडेरै पुग्छ होइन त्यही त नि मेरो पो 1.5 घन्टा हो त कस्तो क्लियर आएर है जाँदैछु 1.5 घन्टा भइसक्यो आउन लागिसक्यो यस्तो तिर्खालाएर प्याक भएको अझै फेरि बोतल सोतल केही ल्याएन चिया खाना कम गर्नु पऱ्यो क्यास दिनु थालिसक्यो अहिले जाँदाखेरि युनि के किन्नुपर्छ खाँदै जानु पर्ला केटाहरूले फोन पनि उठाउँदैन यो स्टेसनमा छ युनि जानुपर्छ 1.5 घन्टा लाग्छ ट्याक्कै मेरो युनि पुग्नलाई ट्रेन यस्तो हुन्छ ट्रेनमा बस्यो यस्तो चाहिँ ठाउँ चाहिँ सफा र क्लिन क्या सफा र क्लिन हुन्छ विदेश त विदेश जस्तै हो अलिअलि यस्तो यस्तो पर्छ हुन्छ मसला हो है केटा हो फेरि मसला चाहिँ फेरि अर्को गाना हुन्छ चौचको मसलाको प्याकेट थियो यहाँबाट उता पारी जान्छु खानालाई त्यो भेन्डिङ मेसिनहरू राम्रो हुँदैन खानेकुराहरू भेन्डिङ मेसिन त छ नि खानेकुरा राम्रो हुँदैन युनिको केटाहरू भेट्दै गइन्छ प्लेन भ्लग गर्न लाज लाग्छ त्यही हो एकछिन पज गर्छु होला हामी युनिको देखाउँछु
कस्तो छ युनि भनेर है बाटो छ मेरो युनि चाहिँ यस्तो छ यसरी जङ्गल भन्छ नि यसरी जाने जानु चाहिँ जङ्गल त्यही भएर हुन्छ कहीँ मान्छे जाने त बाटो छ नि यहाँ त रोड जहाँ पनि बनिया हुन्छ पिचै बनिया हुन्छ तर जङ्गल टाइपमा छ क्या नेपालीहरू टन्नै छ नेपालीहरू छ नि यो युनिभर्सिटीमा टन्नै त नभए त्यो पनि त्यही यहाँको मान्छेहरू लास्ट अग्ला अग्ला हुन्छ यहाँ नेपालीहरू अब त्यही हो यस्तो बाटोबाट जानुपर्छ जङ्गल हो एउटा मैले एउटाको भिडियोमा देखाएको थिएँ क्या जङ्गल जङ्गलको बिचबाट त स्कुल कलेज भने जस्तो हाम्रो बाबुमाले भन्थ्यो नि के अरे जङ्गलको बिचबाट हामी पहिला जङ्गल कटी कटी स्कुल जानु पर्थ्यो भनेर त्यही हो अब म मेरो छोराछोरीलाई भन्छु अनि जङ्गल कटी कटी कलेज युनि जानु पर्थ्यो भनेर भन्छु जाँदैछु यो चाहिँ मेरो युनि हो यो चाहिँ लाइब्रेरी हो क्या युनिको फेरि यस्तो छ फेरि म्याकडक्स अझ यो पुरै युनि हो यसको पछाडि जुन छ नि त्यो चाहिँ फेरि हो क्या जङ्गल टाइपको छ तर 2-3 वटा युनिभर्सिटी कोल्याब गरेर बनाएको हो क्या यो चाहिँ इन्ट्रेन्स हो